लुम्बिनी बुद्धको जन्मस्थल, शान्तिको प्रतीक। तर के तपाईलाई थाहा छ यसको वरपर 83,500 भन्दा बढी ट्रक र 20 वटा भन्दा बढी फ्याक्ट्रीहरू चलिरहेका छन्। यो शान्ति कि प्रदूषण? नयाँ सरकार, नयाँ प्रतिबद्धता, तर प्रश्न उठ्छ के विकासको नाममा लुम्बिनी बर्बाद हुँदैछ? उद्योगहरू बढ्दैछन्, धुलो र धुवा फैलिँदैछ। सोच्नुहोस् त, बुद्धको जन्मस्थल, शान्तिको प्रतीक, त्यही ट्रकहरूको हर्न, धुलो र धुवाको गन्ध, फ्याक्ट्रीहरूबाट आउने मेसिनहरूको आवाज। प्रदूषण बढ्दैछ र यो सँगै पर्यटन बढ्दैछ। अनि नयाँ सरकारको नयाँ योजना, फ्याक्ट्री खोल्ने र उत्पादन बढाउने। के यो समाधान हो वा अर्को समस्या? अझ गम्भीर कुरा त के हो भने केही तथ्यहरू सार्वजनिक नै गरिएको छैन। किन? कसको फाइदा? यसको पूरा विश्लेषण सहितको भिडियो हामी छिटै यसै च्यानल इन्फोहाइभ मार्फत प्रस्तुत गर्नेछौँ। भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।